फाइनली आज चाहिँ हाम्रो सबिनाको गाला हाम्रो चाहिँ वाचिपा पाक्दैछ। यो चाहिँ कुखुराको पिते हो, वाचिपा भन्छ है। एकदम आगो यो मात्र 50 करोड। तपाईहरु कोही किन्न चाहनुहुन्छ भने तपाईहरुलाई त्यस्तै 2 लाख जस्तो डिस्काउन्ट हानिदिन्छु हैन। चीटिंग करता है तू। 50 करोडको अनि त्यो पारी गाउँबाट लिएर आएको हैन। हेलो एभ्रिवान, नमस्ते, नाम स्योर, वेलकम ब्याक बुन ब्लग। आइफ तपाईहरु सन्चै हुनुहुन्छ होला र म एकदम सन्चै छु। र आजको मेन ब्लग भन्नु पर्दा चाहिँ आज हाम्रो पारी काकाहरुकोमा छेगु छ अनि हामी छेगुमा जाने छौं। यहाँ पछाडी फुपूहरु पनि आउँदै हुनुहुन्छ। अनि छेगुमा जानुभन्दा अगाडि चाहिँ हामीहरू प भन्जङ जाने काम छ थोरै। त्यहाँनिर चाहिँ हाम्रो बाजेहरू आउनुभएको छ नि त काठमाडौँबाट बाजे बोजू। अनि बाजे बोजूलाई भेट्नु जानु छ। अनि भेटियोरी चाहिँ पारी छेगुमा जानु छ। र यहाँ चाहिँ मैले चामल र अन्डा बोकेको छु। यो चाहिँ किनभने हाम्रो सुनुवार जाति मुखियाहरूको चाहिँ सेदी पिदार भनेको छेगु हुन्छ नि त। अनि त्यही भएर आज चाहिँ हाम्रो काकाहरुकोमा कुल गर्दै हुनुहुन्छ। अनि काकाहरुको घर चाहिँ यहाँ पारी हो। अनि त्यहाँ जानुको लागि अहिले चाहिँ मैले यो इथुङमा लगिराख्ने छु। अनि आमाहरू फिरिन जानुभएको छ, मम्मीहरू आउनुहुन्छ। त्यस पछाडि अब काकीहरू चाहिँ अगाडि नै जाँदै गर्नुहुने अरे 2-3 जना काकीहरू चाहिँ। अनि कान्छी काकी र म चाहिँ भन्ज्याङ गएर फुपूहरुकोमा बाजेहरूलाई भेटियोरी आउने छौँ। र भरे छेगुमा के हुन्छ म हजुरहरूलाई देखाउने नै छु। साथीहरू फाइनली म प भन्ज्याङ फुपू घर पनि पुगिसकेको छु। र यहाँ चाहिँ हाम्रो मम्मी अनि उहाँ हाम्रो जेठी माइजू अनि यता हाम्रो बोजू गफ गर्दै हुनुहुन्छ। र हामी काठमाडौँको बाजे बोजू चाहिँ आउनु भएको छैन। हामी बाजे बोजूको वेटमा छौँ। र हाम्रो फुपूहरुको घर चाहिँ यो हो, गिटी डाँडा नोर्सफेड होटल। र यो चाहिँ प भन्ज्याङ गिटी डाँडाको दृश्य हो भने यहाँ पर चाहिँ जोम्सा होटल अनि त्यस पछाडि माथि सिलौटी हो साथीहरू। र फाइनली हाम्रो बोजू काठमाडौँबाट कति वर्षमा आउनुभयो बोजू? टक्कै यहाँ नआएको त 10 वर्ष नै भयो। 10 वर्ष बादमा आउनुभयो हाम्रो यहाँनिर मेरो भदैनी पुराउनु ताप्लेजुङ जाँदाखेरि ताप्लेजुङ गएर आएर झन्डै 1 हप्ता बसेको पर इथुङमा। त्यतिखेर तिमीहरूको बिहा पनि थिएन हो त्यस्तो हो त। हाम्रो जेठी फुपू हुनुहुन्छ अनि बोजू उहाँ चाहिँ हाम्रो फुपूको चाहिँ माइजू हो। हाम्रो कान्छी काकी र हाम्रो चाहिँ बोजू हुनुहुन्छ। अब पल्के म त सधैँ आउँछु। आउनु पर्छ नि बोजू। 20 वर्षपछि होला माइजूहरू 10 वर्षमा आउनुभयो। धेरै खुसी छु। हामी सबैजना खुसी लागेको छ। एकदम रमाइलो भयो। यसरी नै अब कहिले आउने भने यो हाम्रो राईहरूको साकेला नचल्छ नि, यो साल होइन अर्को साल चाहिँ आउने। साकेलामा आउनुपर्छ है बोजू। साकेलामा आउँदा यहाँ आएर हामी हुद्दामा जानुपर्छ। राति चाहिँ फर्काउने गरी साथीहरू हाम्रो वाचिपा पाकिसकेको छ। मेरो टक्क कुखुराको भुत्ला कर्ची मर्ची त्यस पछाडि भात हाली पछाडि चाहिँ यसलाई तिते भन्छ अर्ग्यानिक। 2081 साल 11 महिना 18 गतेको दिन चाहिँ यहाँनिर हाम्रो गिटी डाँडा जेठी फुपू घरमा हाम्रो बाजे बोजूहरूसँग भेट भएर खानु बोजू बाजे खानु चस्लो बाजे। ऐसेको ओ भन्ने तुमा चाहिँ भान्जीको घरमा खाना पाइन्छ। बाजे कस्तो रहेछ ऐसेलेको रक्सी? भिडियो गर्दा एकछिनमा साह्रै मिठो रहेछ यो ऐसेको रक्सी। लु भेटघाट भयो सबैसँग। भान्जी बुहारीहरू अब सबैजना इष्टमित्र भान्जी यतिको भेटघाट अर्को फेरि भेट्नुपर्छ। मेरो कान्छा मामा कान्छी माइजू आमा बुहारीहरू सबै परिवार बसेर रमाइलो यसो हल्का रमाइलो गरेको हामीले चाहिँ। कति वर्ष पछाडि भेट भएको बाजे बोजूसँग तपाईहरु? 10 वर्ष पछाडि 10 वर्षै भयो होला। 10 वर्षै भयो।
तर 5 तर भेट्न भएको चाहिँ 10 वर्ष हो काठमाडौँमा त भेट भइरहन्छ हौ वर्ष भेट वर्षमा तिमी पनि खाने पनि कपुर बनाउँदा नि त्यो भन्दा पछाडि पनि आएको थियो नि फाइनली गाइस तपाईहरुले देख्न सक्नुहुनेछ यहाँनिर एमएस आलु चाहिँ पुरा यहाँनिर कोही त बाँडै हुँदैछ यहाँनिर हाम्रो जेठी फुपूलाई या जेठी बुहारी र जेठी बहिनीले चाहिँ आलु दिँदै हुनुहुन्छ तरकारी साथीहरू एमएस आलु हेर्नु होला पुरा पुरा आलु चाहिँ निकाल्दै हुनुहुन्छ उहाँहरूले अहिले गाडीबाट झर्नु भएर हाम्रो फुपू चाहिँ खुसी भइराख्नु भएको छ आलु पाउनु भएर आलु पाएर एकदम एउटा लिएर प्लास्टिक एकदम भन्दा मिठो खालको आलु हो यो चाहिँ एमएस आलु भन्छ यसलाई चाहिँ हाम्रो यो हिउँदे आलु चाहिँ धेरै राम्रो फल्दो रहेछ यो हाम्रो ससुरालीमा फलेको आलु है ससुरालीमा ससुराली मेरो ससुराली फाइनली गाइस अहिले चाहिँ हामी पाउ भन्जेबाट पनि आइसकेको छौँ र हामी पारी गाउँ जाँदैछौँ पारी गाउँ चाहिँ छेको छ अघि मैले भनिसकेको छु र यो चाहिँ मेरो बहिनी हो अनि यो मेरो भदैनी हो अनि उहाँ चाहिँ मेरो बडी हो मेरो जेठी बडी हामी सबैजना जाँदैछौँ पारी आज छेगुमा बडी छेगु भनेको चाहिँ हाम्रो भाषाबाट के भन्छ सेती होइन कुल होइन अनि हामी चाहिँ जाँदैछौँ हामी एउटै सन्तान हो अनि हामीहरू थलोच हो थलोच परिवार अनि पारी पनि हाम्रो काकाहरू हुनुहुन्छ नि त अनि त्यहाँ चाहिँ कुल गर्दैछ अनि त्यही भएर हामी सबै जाँदैछौँ तर बडीलाई चाहिँ आगालाई ढिलो भयो अरे किनभने चिरो खट्टेको लागि लान्छ नि यता चाहिँ हामी मेरो आमा हो हामी जाँदैछौँ साथीहरू तपाईँलाई के कसो हुन्छ म देखाउने छु यो मेरो बहिनी भदैनी यो पनि बहिनी अब र फाइनली गाई तपाईँले देख्न सक्नुहुन्छ हाम्रो देवाशिषको यहाँ हेयर स्टाइल रेखा हानेको छ गाई चाहिँ र हामी चाहिँ यतिजना चाहिँ साथीहरू थलोज परिवार हो हामी थलोज परिवार जाँदैछौँ अहिले पारीगाउँमा थलोज परिवार हुन्छ हाम्रो दाजुभाइ यसको त्यो भनेर गुरुङ गरेको गाई छैन ल्याएको कपल गरेको छ गुरुङ भनेर निलामको चाहिँ के हो है ल फाइनली सरी छेमा पनि भेटिसक्यो यता दिदीहरु पनि सरी गाई आसी गाई हामी सबै भेला भएर जाँदैछौँ फाइनली हामी सबिना घर आइपुगेको छौँ सबिना भ्लगरकोमा सबिना के गर्दैछ सबिनाको आलुहरू तल मात्रै भएछ नि सबिनाले आलु जस्तो लागेन यता तल उता तल राम्रो रहेछ र उहाँ चाहिँ सबिनाको छेमाहरू हुनुहुन्छ यता चाहिँ माइजू होइन माइजू आज चाहिँ हामी सबिना घरमा कुल गरेकोमा जाँदैछौँ आइवा हामी त फुल लगाएर सावधान बस्नु है गाईहरू जन्ती आयो जन्ती सबिनाको ऱ्याबिट ल साथीहरू फाइनली म सबिनाको घर आइपुगेको छु सबिनाको घर सबिनाको बाबा मम्मी चाहिँ मेरो काका पढ्नुहुन्छ बोजू सन्चै हुनुहुन्छ र म चाहिँ मेरो बोजू हुनुहुन्छ अनि यता काकी अनि यता चाहिँ हाम्रो कुन्टुलो छु काका हुन्छ कुन्टुलोको बाबा हुनुहुन्छ उहाँ यता बडा म चाहिँ आइपुगेको छु सबिना कहाँ छ खोज्दैछु हेलो बोजू के हो गए त बाबा छिटो छ नाचो ढोक्दिया बो बोजू अघि आएर अघि यता झन् हिँड्नु भएर काकी अघि आउनु यतै हामीलाई छोडेर यता त म के हो के पुरै नगर्नु र म चाहिँ यता भित्रतर्फ लाग्दैछु फाइनली गाई तपाईँहरूले देख्नु सक्नुहुनेछ हाम्रो सबिनालाई र भाउजू पनि यहाँ हुनुहुन्छ अनि काका हुनुहुन्छ अनि स्पेसली चाहिँ यहाँनिर हाम्रो बेनिका चाहिँ गाई चाहिँ किन देखाउँछ के पकाउँदैछ वा बिल्कुल भएर छ त पुरै देख्न सक्नुहुन्छ हाम्रो सबिनाको मेहनत गाई ल सेतो चाहिँ खामै गाईहरू के छ गाई र हाम्रो साथीहरू चिया खाने तर्फमा छौँ चिया खानेको लागि सबैजना बसिसक्नु भएको छ र म चाहिँ बस्नु पऱ्यो हामीहरू फाइनली सबिना होटलमा आइसकेको छौँ चियामा कस्तो लाग्छ तपाईँ सबिना होटलमा एकदम राम्रो कस्तो फाइनली मेरो काकी होटल सब्जीमा हुनुहुन्छ सब्जी ममा चाउमिन खाउँ अब चिकन खाँदैनौँ हामीहरू आज चिकन भेज हो हामीहरू भेजिटेरियन छौँ हामीहरू फाइनली काका पनि देख्न सक्नुहुनेछ हाम्रो घरको ओनरमा हुनुहुन्छ आज हाम्रो होटलको ओनर यता हुनुहुन्छ ल साथीहरू मेरो चिया आइसकेको छ यो चाहिँ एकदम अर्ग्यानिक कोदोको जाँडो हो है तर यो चाहिँ म चाहिँ लिन्न मेरो चाहिँ काकाको लागि हो खास चाहिँ तर काका गइसक्नु भएको छ अब समृद्धिले खान्छ समृद्धि जाँड खानुहोस् है यो जाँड बिकेन है तिम्रो सबिना फाइनली गाइस मैले फुपाजु भेटिसकेको छु यहाँनिर आई लभ यु फुपा आई लभ यु के छ फुपाजु हाल खबर यस्तै छ नि अब बिहे गरियो है दुईजनाको फुपाजुले चाहिँ मलाई सिस्काउँदै हुनुहुन्छ र देख्न सक्नुहुन्छ हाम्रो एरिका पनि चाउचाउ खाँदैछ गाइस के छ खबर
र रक्सिया यहाँ छ र सबिनाको घर भात पाक्दैछ गाइस हेर्नुला एकदम ठुलो भाँडामा र हाम्रो बोजू चाहिँ पुरा आगो ताप्दै बसिराख्नु भएको छ यता काकी हुनुहुन्छ काकी चाहिँ बिरामीहरू घाँटी सेकाउँदै हुनुहुन्छ र हाम्रो काका यहाँ बसिराख्नु भएको छ रेडी भइसकेको छ र यो चाहिँ भरै हाम्रो कुल बोजू के पो हाम्रो कुलको देउता यही हो भनेर र हाम्रो कुलको देउता चाहिँ यस्तो हुन्छ र भरे अब छेगु होइन अब तोरमा बाटेर अब लुङ्गो यहाँबाट तल झर्छ त्यो लामो लुङ्गो अब भरे तोरमा यहाँ यत्रो नाङ्लोमा मकै राखेर सेतो कपडा राखेर लुङ्गो यसरी झुन्डाउनु पर्छ अनि तोरमा चाहिँ कति बेला बाट्नु भर्खर मात्रै सुरु गरेको तोरमा चाहिँ कति बेला बाट्नु अब अहिले भरे कतै 5 बजी तोरमा भात पकाउँछन् अनि तोरमा बाट्छन् अनि सबै मूल तोरमा अनि तारो सबै कुरो भाले मौजु टाकटुक सबै बनाएर एक नाङ्लो बनाउँछ अब र यो ढेङ्ग्रो पनि यहाँ देख्न सक्नुहुनेछ यो चाहिँ हाम्रो कुलको ढेङ्ग्रो भन्छ यसलाई कतै दामी निक्लिन्छ यहाँ तोरमा बाटिसकेपछि यहाँ यो चाहिँ टोटोला है बडी ए बोजू टोटोला यो फुल हो टोटोला अनि यसको यो फुल हो यो चापको फुलको पात चाप हो यो टोटोलाको फुल हो अनि यो डेली यो चाहिँ डेली हो साथीहरू अनि यसलाई चाहिँ के पो भन्छ यो चाहिँ कुल लगा यो चाहिँ लगा है साथीहरू त्यो लगाऊ यता पिटी हो यता चाहिँ पितृ यो चाहिँ पितृ हो अनि त्यो माथि पिपी साथी यो चाहिँ पिपी हो अनि त्यो माथि चाहिँ लगा हो अनि यहाँनिर यो टपरी पनि 118वटा दुना 118वटा दुना बुन्नुपर्छ 118 अनि त्यसमा चाहिँ के राख्नुपर्छ अब भारी नाङ्लोमा सबै चामलहरू केकहरू टाक्टो राखेर मन्छाउनुपर्छ उजेर पार्नुपर्छ होइन बोजू ठ्याक्कै 5 बजी सक्छ बिहानको 5 बजी चिरुखट्टे त मैले यहाँ राखेको पकाइसकेको चिरुखट्टे भनेको यस्तो हुन्छ चिरुखट्टे चाहिँ हो है गाइस बादरलोमा यसो गर्दा देखाउँछन् यो चाहिँ अन्डा बाँदरलोमा देखाउनुपर्छ भरे होइन उहाँहरू चाहिँ बोजूहरू हुनुहुन्छ फाइनल्ली उहाँ चाहिँ हाम्रो काकाको मम्मी अनि यहाँ चाहिँ मेरो बोजू फाइनली गाइस तपाईँहरूले देख्न सक्नुहुनेछ हाम्रो सबिनाको सुँगुर फर्म सुँगुर पालन यहाँनिर एकदम सुँगुरको बच्चाहरू ब्याएर झरझर तिछर यिनीहरू सुँगुर किन्नु पनि आइरहेको छ र हाम्रो सुँगुर फर्मको धनी चाहिँ हाम्रो काका हुनुहुन्छ है हाम्रो काका एकदम मेहनती हुनुहुन्छ आफ्नै गाउँघरमा यस्तो उब्जाउ गरेर सुँगुर पालन गर्नु भएर बच्चाहरू धेरै काका तपाईँले कति साल भयो यस्तो सुँगुर पालन गर्नुभएको सुँगुर पालेको त मैले पालेको त यो सङ्कटकालदेखि के अरे कोरोनादेखि हो कोरोनादेखि माउ पाल्न थाल्नु भएको होइन पालेको फाइदा त धेरै हुन्छ नि होइन उयो पहिले थियो पहिले हैन यो चाहिँ पहिले थियो त्यसको छोडेको यसको 1 आटा छ अहिले त साथीहरू हेर्नु हाम्रो काकाले गाउँघरमै यसरी सुँगुर फर्म खोल्नु भएर सुँगुरलाई यति धेरै राख्नु भएको छ सुँगुर आफ्नै गाउँघरमा पनि यसरी परिश्रम गर्यो भने अवश्य हुन्छ है साथीहरू र यसको बच्चा निकालौँ न ल साथीहरू हेर्नुहोस् हाम्रो काकाको सुँगुर फर्ममा बच्चाहरू कति राम्रो काका यसको कति हो पेवा चाहिँ यो हो साथीहरू सबिना थलोजको सुँगुर फर्म यस्तै छ फाइनल्ली सबिनाजी मैले तपाईँको सुँगुर फर्म पनि हेरेर आइसकेँ होइन तपाईँले चारो कसरी पुर्याउनुहुन्छ यत्रो धेरै सुँगुरलाई चारो बाल्टीमा हाल्छु अनि यसरी बोकेर ठ्याक्क पुर्याउँछु अनि हालिदिन्छु अनि अरू कुरा त सबै ठिकै हो तर एक माउको सुँगुर चाहिँ पाठा त बब्बाल रमाइलो खालको रहेछ यार त्योभन्दा लगेको राम्रो थियो त नि अनि कति आम्दानी हुन्छ कति तपाईँको मतलब पैसा त धेरै हुन्छ होला नि पैसा चाहिँ कहाँ राखिदिनुहुन्छ त पैसा धेरै हुन्छ नोट चाहिँ थोरै हुन्छ राख्ने ठाउँ चाहिँ कता हो मनी ब्याङ्कमा पेट ब्याङ्कमा अनि एउटा मात्रै छैन पेट ब्याङ्क 3-4वटा छन् लाज भयो मलाई यहाँ चाहिँ पाठाले दुध खाँदैछ यहाँ
फाइनली गाइज हामीले घरतर्फ लाग्दैछौँ। खानासाना खाएर पूजासुजा हुँदैछ र हामीले जाँदैछौँ। माग्नेहरूले फुलहरू मागेर लिइसके सबैजनाले र फाइनली मलाई चाहिँ सबिनाले यो झोला देख्छ साथीहरू हेर्नु, यो चाहिँ मेरो फेभरेट हो। अनि सबैजना हामी चाहिँ फर्किँदैछौँ। छेकु खाएर आउँदैछौँ। अनि यता चाहिँ हाम्रो मेरो सास बढ्यो गाइस र थलो त च्यानललाई धेरै धेरै माया गरिदिनु होला। लभ यु अल।